साथीहरू नमस्कार नमस्कार सबैजना सन्चै हुनुहुन्छ होला होइन। म चाहिँ आज यो जापानको इबाराकी भन्ने ठाउँमा चाहिँ साकुरा पार्क यसो हेर्न होइन, बेलुका बेलुका के रहेछ कस्तो रहेछ जताततै होइन टिकटकै भरि हेर्दा हेर्दा होइन के रहेछ र हो यो भनेर हेर्न आएको। यस्तै रहेछ, सेतो सेतो फुल फुल्दो रहेछ। हाम्रो नेपालमा पयाम फुल्यो भने जस्तै यहाँ चाहिँ अब यो फुल हेर्नको लागि चाहिँ यहाँ के भन्छ अरे, अब 26 तारिकदेखि चाहिँ यहाँ गोल्डेन विक होइन धुमधामले मनाउँछ होइन जापानिजहरूले। यसलाई चाहिँ एकदम विशेष तरिकाले, त्यसको लागि चाहिँ यस्तै छ। यता पछाडितिर हाम्रो किस्मत सर पनि यहीँ आउनुभयो। यस्तै उतैसम्म हेर्नुहोस् न, हो पछाडि कति राम्रो छ होइन। हाम्रो नेपालमा नि यस्तो गर्नु पऱ्यो कि, गऱ्यो भने हेर्दाखेरि के छ र यो यस्तो सेतो फुल फुलेर बुटो रोपियो, यही हेर्नलाई कति धेरै मान्छे आउनुहुन्छ। त्यसको लागि चाहिँ हामीले आज चाहिँ कति हुन्छ अरे 600 रुपियाँ एन तिर्नु पऱ्यो हेर्नको लागि। अब के गर्नु, यस्तै छ साथीहरू। पैसा भन्ने कुरो जापानमा कहाँ जान्छ हावामा थाहै हुँदैन। त्यसैले चाहिँ आज यो साकुरा पार्क विशेष घुमघाम जस्तै भइरह भन्दै अब के भन्नु र, बाई बाई।